नमस्कार, म सन्ध्या प्रधानबाट यहाँलाई स्वागत गर्दछु र अहिले हामी गोर्खा जनको टोली कालिम्पोङको तिर्पाई परिसर स्थित थार्पा छोलिङ एकदमै पुरानो गुम्बा छ। यहाँनिर एउटा धार्मिक बुद्धिज्म धार्मिक स्थल यो पुरानो गुम्बा र यहाँनिर हामीसँग हुनुहुन्छ साथमा नमस्ते लोप्साङ लामालाज्यू हुनुहुन्छ अनि सँगै भाइ हुनुहुन्छ। भाइको नाम के भन्छ? चुल्टिम दोर्जी। चुन्तिम दोर्जिङला हुन्छ र हामी तपाईँहरूलाई आज यहाँ थार्पा छोलिङको पछाडि यहाँनिर तपाईँले एउटा मोनास्ट्रीमा तपाईँले देख्नुहुन्छ डोल्बा लाब्राङ लाइब्रेरी कम म्युजियम भनेर तपाईँले त्यहाँ मेन गेटमै लेखेको देख्नु भएको छ है। र यहाँ हामी किन आयौँ भने उहाँहरूले नै बताउनुहुन्छ। यहाँ अलिकति उहाँहरूले बताउनु पर्दाखेरि हजुरलाई नमस्कार। नमस्कार। यहाँ गुम्बा पछाडि एउटा लाइब्रेरी र म्युजियम देखिरहेछ है। यो बनाएको कारण के होला अलि? हाम्रो पहिल्यैदेखि यहाँ हाम्रो पुराना एक म्युजियम छ। ये 1912 को ये गुम्बा हो, हाम्रो पुराना गुम्बा हो। अब इसको ये 100 साल बेसी भयो। बेसी भएर अब हाम्रो यसको म्युजियम पुराना म्युजियमका भित्रको सामान छ नि, यो सब पानीको चुनेर अब यस्तो सब बिक्री भयो। यसको कारणले अब यहाँ हाम्रो नयाँ म्युजियम बनेको। उनीहरूलाई जोगाड गरेर उहाँले यहाँ नयाँ ढाँचामा नयाँ लाइब्रेरी अनि म्युजियमको कम अडिटोरियम उहाँहरूले बनाउनु भएको छ सबैको निम्ति। म अर्को जानकारी भाइलाई लिन्छु है। हजुर भाइलाई यहाँ के छ होला यहाँनिर तपाईँको जुन चाहिँ सुविधा अब सबै जनताहरू जो इच्छा हुनुहुन्छ, जो अब लाइब्रेरी चाहिँ सबै स्टुडेन्टहरूको लागि छ। अब जो पनि आउनु चाहनुहुन्छ फ्री अफ कोस्ट। अब म्युजियम पनि त्यही हो, टिकटहरू केही सिस्टम छैन। त्यही अन्त अडिटोरियम अहिले हल जो बनिँदैछ त्यो पनि अब जो चाहिँ टिबेटन ल्याङ्ग्वेज अथवा अब रिलिजियसको बारेमा जो सिक्नुहुन्छ उनीहरूको लागि बनाउनु भएको। लाइब्रेरीमा चाहिँ यो रिलिजियस मात्रै छ कि कस्तो प्रकारको कुन ल्याङ्ग्वेजमा छ? होइन, इङ्ग्लिस सेक्सन अथवा नर्मल लाइब्रेरीकै त सबै सब्जेक्टहरू पाइन्छ, देख्न पाइन्छ। र अब जुन चाहिँ अहिले फिलहाल स्टुडेन्टहरूलाई चाहिएको किताबहरू सबै पाउन सक्नुहुन्छ। अरू यो कति बजीदेखि कति बजीसम्म नि शुल्क त हो है? हजुर, यो चाहिँ हाम्रो बिहान 8 बजीदेखि चाहिँ बेलुका 5 बजीसम्म चाहिँ खुला रहन्छ। हप्ताभरि नै खुला रहने चाहिँ। अन्त यो ओपनिङ चाहिँ कहिले गर्नुहुन्छ त? यो ओपनिङ चाहिँ अब यो 13 तारिक अप्रिलको दिन गर्नुहुन्छ। 13 तारिक अप्रिल चाहिँ ओपनिङ हुन्छ। यो तिनटै कुरा है। को आउनुहुन्छ यसमा? रिम्बुचे पनि आउनुहुन्छ? हजुर, हाम्रो चिफ गेस्ट अब हुनुहुन्छ यहाँकै रिम्बुचे ठुमोगिसी रिम्बुचे। अन्त उहाँ चाहिँ अब मेन गेटको रिबन काट्नुहुन्छ उहाँले चाहिँ। अन्त सेकेन्डमा चाहिँ हुनुहुन्छ हाम्रो यहाँको एमएलए रुदेन लेप्चाज्यू, उहाँले चाहिँ यो म्युजियमको रिबन काट्नुहुन्छ। अन्त यहाँ हाम्रो टिबेटन सेटलमेन्टको अफिसर उहाँ चाहिँ लाइब्रेरीको रिबन काट्नुहुन्छ। अन्त जस्तै अहिले हाम्रो चेयरम्यान म्युनिसिपालिटीको चेयरम्यान हुनुहुन्छ, उहाँ चाहिँ माथि जुन चाहिँ अहिले हल भन्नुभयो टिचिङ हल अडिटोरियम उहाँको त्यहाँको चाहिँ रिबन काट्नुहुन्छ। 13 तारिकको कार्यक्रम। अच्छा 14 तारिक चाहिँ के हुन्छ गुम्बामा? रिम्बुचेद्वारा चाहिँ के हुनेछ? हाम्रो 14 तारिकमा अब रिम्बुचेको वाङ हो, छेवाङ आउनु चाहिँ कहिले आउनुहुन्छ? आउनु चाहिँ अब 10 तारिक हो। 10 तारिक आयो। अब 14 तारिक 13 तारिकमा म्युजियम ओपन हो। 14 तारिकमा हाम्रो रिम्बुचेको छेवाङ हो। 15 तारिक हो यहाँको लागि अब होमको पूजा हो। यो हो। अच्छा, तपाईँहरूलाई हामी उहाँले जे बतायो तपाईँहरूको लागि सार्वजनिक गर्ने कोसिस गऱ्यौँ। अब तपाईँहरूलाई यो नयाँ ढाँचामा बनेको लाइब्रेरी म्युजियम अडिटोरियम र रिम्बुचे आउनुहुन्छ र को गेस्ट आउनुहुन्छ तपाईँहरूलाई हामीले जानकारी दिएपछि अब यहाँ एक चरणमा हामी तपाईँहरूलाई यो गुम्बाको जुन चाहिँ लाइब्रेरी म्युजियम अडिटोरियम बनिएको छ कस्तो प्रकारले बनिएको छ हामी तपाईँलाई देखाउनेछौँ। र अहिले हामी तपाईँहरूलाई यहाँ फर्स्ट फ्लोरमा म्युजियमपट्टि लगिरहेका छौँ। आउनुहोस्, तपाईँलाई यो नयाँ म्युजियमको हामी ढाँचा देखाउनेछौँ। 100 सालदेखि पुरानो चिजहरू छ है यहाँ म्युजियममा। ओके, तपाईँहरूले सुनिहाल्नुभयो 100 सालदेखि पुरानो म्युजियम यहाँमा पुरानो चिजहरू पेजादेखि है, पेजा सुनको पेजा स्पेसल 14 दलाई लामाको टाइमको चाहिँ यो गोल्डन यो ब्ल्याक पेपरमा यो
केतुम्बा भनिन्छ है, सुनलेको अक्षरमा लेखिएको यो सुनको पलिसले गरेको यो पेजा एकदमै भ्यालुएबल है, जो कसैले देख्नु पनि पाउँदैन। तर कालिम्पोङको थर्पाछोलिङ गुम्बामा 13 तारिकदेखि ओपनिङ भन्छ, यस म्युजियममा तपाईँले हेर्न आउन सक्नुहुनेछ। लुगा ये हो, सेकेन्डको ये हो ढोमुकेसी रिम्पोचेको लुगा। ढोमुकेसी रिम्पोचे फर्स्ट यहाँ ये लेखेको छ गुम्बाको फर्स्ट ल फर्स्ट यहाँ गुम्बा मेन गुम्बाको थापाछोलिङ गुम्बाको मेन चाहिँ गेसी रिम्पोचे नाङवाङ केसाङ 1866 to 1936। यो तपाईँले देख्नुहुँदैछ, यो उहाँको वेशभूषा यो थापाछोलिङ गुम्बाको जो 100 वर्षभन्दा पुरानो जुन प्रथम रिम्पोचे हुनुहुन्थ्यो, उहाँको लुगाहरू पनि राखेको छ। यो टिबेटियनहरूको फ्ल्याग, यो टिबेटन आजाद भएको बेला ये फर्स्ट फ्ल्याग हो, ये फ्ल्याग हो। यो कति राम्रो है, फर्स्ट फ्ल्याग हामीलाई पनि हेर्नु पायौँ टिबेटनको आजाद भएको है। ल यो हाम्रो ये ढोमुकेसी रिम्पोचे फर्स्ट ढोमुकेसी रिम्पोचे, सेकेन्ड थर्ड ये हो। तपाईँले देख्नुहुँदैछ माथिको यो गुम्बाको फाउन्डर है हिमुकेसी रिम्पोचे, उहाँको भन्छ सेकेन्ड उहाँ छ, र यसपालि चाहिँ थर्ड रिम्पोचे आउनुहुन्छ है। उहाँको नाम चाहिँ के पो हुनुहुन्छ थर्ड चाहिँ? तेन्जी जिङमी ढोमुकेसी रिम्पोचे 10 तारिक आउनुहुँदैछ, 10 तारिक आउनुहुँदैछ र 10 तारिकदेखि उता 13 तारिक यो म्युजियम र अडिटोरियम लाइब्रेरीको ओपनिङमा उहाँ स्वयंले रिबिन काटेर अन्य अतिथिहरूले पनि यसको उद्घाटन गरिने हामीले जानकारी पाएका छौँ। 13 दलाई लामाको पहिले कालिम्पोङमा आएर ये भुटान हाउसमा बसेको, यसको ये हो डन्डी यहाँ। उहाँलाई डोलीमा बोकेर ल्याउँदा 13 दलाई लामालाई ल्याउँदा यो डोलीमा बोकेर चाहिँ यो डोलीको काठ देख्नुहुँदैछ है। 13 दलाई लामा तोप्तेन ग्याजो आउनु भएको छ 1912 मा। हाम्रो सेकेन्ड ढोमुकेसी रिम्पोचे चाइनाको ये के छन् जेलमा हालेको 2 साल, यसको लुगा चाइनाले जेलमा हाल्दा सेकेन्ड रिम्पोचेलाई हाल्दा चाहिँ यो लुगा लाउनु भएको ये हो, ये पोपोटो ये हो हाम्रो सेकेन्ड है। एकदमै बहुमूल्य चिजहरू तपाईँले देख्नु पाउनुहुनेछ है म्युजियममा। हामीले ये हो सही बाबाको, ये एक लामाको यस्तो दिएको, ये सुनको ये सुनको फ्रेममा दिएको रहेछ है। एकदमै योहरू पेपर्सहरू रहेछ पुरानो, यो टिबेटन भाषामा यो मेलोङ बर्गाम भनेर यहाँ छ दार्जिलिङमा टिबेटन फर्स्ट ये हो न्युज पेपर अफिस 10 मा अहिले बनिँदैछ। यसको स्टुडियोको छेउमा त्यहाँ पुरानो टिबेटनको यो वेलफेयरको अफिस थियो त्यहाँनिर, र अहिले त्यो नयाँ ढाँचामा त्यो बनिँदैछ है। र यहाँनिर धेरै चिजहरू एन्टिक चिजहरू रहेछ है। तपाईँहरू आफै आएर एक एकवटा तपाईँले सोधेर हेर्नु सक्नुहुनेछ है। अहिले हामीले तपाईँहरूलाई संक्षिप्तमा तपाईँहरूलाई देखाउने प्रयास गऱ्यौँ। यो यहाँनिर भारतका प्रधानमन्त्री स्वर्गीय इन्दिरा गान्धीसँग पनि हुनुहुँदो रहेछ यहाँनिर है। धेरै विशेष व्यक्तित्वहरूसँगको फोटो। र अब हामी तपाईँलाई लानेछौँ लाइब्रेरीपट्टि लानेछौँ। बिस्तारै आउनुहोस्, म तपाईँलाई लाइब्रेरी पनि देखाउनेछु। र अब म तपाईँलाई लाइब्रेरी यहाँ लेखेको छ, लाइब्रेरीमा तपाईँलाई एन्ट्री गराउँदैछु है। आउनुहोस्, लाइब्रेरीमा के रहेछ। लाइब्रेरीमा किताबै हुने गर्छ है। एकदमै किताबभन्दा बुद्धिस्ट क्रिस्चियन सबै धर्मको किताबहरू अनि इम्पोर्टेन्ट स्टुडेन्ट्सहरूलाई चाहिने हिस्टोरिकल बुक्सहरू लेखिएको किताबहरू छ। कन्जुट टेन्जु भन्ने ये हो, काङ्ग्युरहरू रहेछ है। ये कन्जुट छ नि, ये कन्जुट टिबेटन भाषामा है, होइन टिबेटन भाषा टिबेटबाट ये कन्जुर नो, ये सब दलाई लामाको ये हो, ये सब दलाई लामाको विषयमा है यो किताब बुक्सहरू रहेछ। जति पनि आउनुहुन्छ है स्टुडेन्ट मात्र नभएर अरू जति लाइब्रेरी किताबहरू पुस्तकहरू आजकल धेरै पढ्ने कमी बन्द भइसकेको छ है। तर यो किताबहरू पढ्नुपर्छ, किनभने किताबमा धेरै बहुमूल्य चिजहरू चाहिँ लेखककारहरूले पनि दुःख गरेर लेखेको हुन्छ है। यो चिजहरू एकदमै बहुमूल्य हुन्छ। ग्याजेट अफ सिक्किम पनि रहेछ, ग्याजेटर। यो पुरानो बुक्स छ यहाँ,
ये दुई क्रिस्चियनको टिबेटन बुक ये हो क्रिस्चियनको अब बुक रहेछ सिक्किमको ये छ भनेपछि धार्मिक मात्रै नभएर मल्टी बुक्स रहेछ है यहाँ ल सबै प्रकारको मेडिसिनको छ चाइनिज छ हिन्दी छ नेपालमा छ सबै छ मेडिटेसन्सहरूको पनि रहेछ है एकदमै भ्यालुएबल किताब भएको लाइब्रेरी यो रहेछ है यो पढ्नुको लागि तपाईँहरूलाई उहाँले फेसिलिटिज दिनुभएको रहेछ चेयर कम्फर्टेबल टेबल एन्ड चेयर मुनिपट्टि पनि स्न्याक्सहरूको लागि पनि रिसिप्सनमा तपाईँहरूले किन्नु र खानु सक्नुहुने रहेछ है गिफ्टहरू पनि रहेछ यहाँ पेजाहरू पुस्तकहरू एकदमै टिबेटनबाट 1959 मा यो पुस्तक आयो ठुमुकी 1959 मा ठुमुक गिसेर मोच सेकेन्ड ठुमुक गिसेर मोच ल्यायो नादुलाबाट यो सब टिबेटनमा भाषाबाट नाथुलाको बाटोबाट तपाईँलाई थाहा छ है होलिनेस 14 दलाई लामा नि आउनु भएको हजुर तपाईँहरूले सुन्नुभयो होला एकदमै गहकिलो कथा होइन यो रियालिटी इतिहासहरू है र तपाईँहरू आएर अझै तपाईँहरू स्वयं आएर नै बुझ्नु सक्नुहुन्छ जान्नु सक्नुहुन्छ है हामीले यस्ता चिजहरूको लागि पनि हामीले आफूले समय दिनुपर्छ ज्ञान लिने जग्गाहरू यही लाइब्रेरीहरू हो र अहिले तपाईँहरूलाई हामी यहाँनिर अडिटोरियमपट्टि लाँदैछौँ यो अडिटोरियम चाहिँ उतापट्टिको दैलोबाट जानुपर्छ है अडिटोरियममा एउटा किन लाइब्रेरीमा साइलेन्स हुनुपर्छ है यो अन्डर कन्स्ट्रक्सनमा देखिरहेका छौँ यो चाहिँ अडिटोरियम है अच्छा यो अडिटोरियममा चाहिँ के हुन्छ होला यहाँ चाहिँ तपाईँहरूको प्रायः अब जुन चाहिँ मेडिटेसनहरू सिक्नेहरू हुनुहुन्छ हजुर उहाँहरूको लागि अन्त जुन चाहिँ अब बुद्धिस्ट टिचिङ सिक्ने हजुर त्यही बुद्धिस्ट ल्याङ्ग्वेज टिबेटन ल्याङ्ग्वेज जो सिक्नेहरू हुन्छ उहाँहरूको लागि हो खास तपाईँहरूले देख्नुहुँदैछ अन्डर कन्स्ट्रक्सन्समा रहेछ यो अडिटोरियम है यसमा चाहिँ यसो हेर्दाखेरि हामीले 100देखि 150 प्लस मानिसहरू आँट्ने गर्दछ यहाँनिर चाहिँ नट फर द पोलिटिकल प्रोग्राम्स यो चाहिँ ओन्ली फर दोज जो चाहिँ यहाँ मेडिटेसन गर्नु आउँछ है यहाँनिर उनीहरूको लागि र अन्य कार्यक्रमको लागि तर एक्सेप्ट पोलिटिकल प्रोग्राम बाहेक है यो चाहिँ हल उनीहरूको लागि अनि यो ल्याङ्ग्वेजको लागि पनि टिचिङ क्लासहरू हुन्छ जुन चाहिँ टिबेटन ल्याङ्ग्वेजमा है उनीहरूको लागि यो पनि निःशुल्क नै हल हामीले सुन्नमा पाएका छौँ र यो जुन चाहिँ अडिटोरियम देखायो यो 13 तारिक यसको पनि उद्घाटन हुन्छ लाइब्रेरी म्युजियम पछि अडिटोरियमको उद्घाटन हुन्छ र यो अहिले भटाभट उहाँहरूले तयारीमा राखिरहेको छ र 100-150 जना जति आँट्ने रहेछ यो चाहिँ ओन्ली फर मेडिटेसन्स ल्याङ्ग्वेज क्लासेसहरूको लागि जो एउटा हल बनाएको हो है अन्य पोलिटिकल प्रोग्राम्सहरूको लागि चाहिँ होइन यसको बारेमा अलिकति बताउनुहुन्छ हाम्रो येलो छ नि लाई। येलो ये दलाई लामाको ये हो प्लेस हो येलो ये लामाको नामजे ठाचा भनेर ये हो हाम्रो मुनिको सब हाम्रो टिबेटनको पार्लियामेन्ट ये हो हाम्रो ये लेखेको छ र थार्पा छलिङ गुम्पामा धार्मिक स्थल एउटा बुद्धिज्म धर्मको है धार्मिक स्थल त छँदैछ त्यस सँगसँगै यहाँनिर एउटा के देख्यौँ भने हामीले यहाँलाई पर्यटक हरूको लागि पर्यटन स्थल पनि हामीमा भन्न कम नहोला किनभने यहाँ तपाईँहरूले उहाँको ढाँचा गुम्बा सँगसँगै यहाँको वरिपरिको परिवेश हेर्नुहोस् यहाँनिर मानेहरू है यहाँ बुद्ध भगवानको मूर्ति प्रतिमा है यहाँ धेरै मानिसहरू आउने गर्दछन् र यो टुरिज्म एट्र्याक्सनको लागि पनि यो ठुलो उहाँहरूले एउटा भिजन लिएर बनाउनु भएको छ है सँगसँगै यसको परिसर वरिपरि रुखपातहरू हरियाली र कालिम्पोङ टाउन एकदमै राम्रो सुन्दर देखिन्छ यहाँबाट यो टप डाँडामा भएकोले अनि यो वरिपरि सँगसँगै तपाईँहरूले यो आफ्नो कालिम्पोङदेखि धेरै नजिक एकदमै नजिक हो यो थार्पाछोलिङ गुम्बा यो तिर्पाई परिसरमा र यो गुम्बामा तपाईँले आफ्नो धर्मस्थलमा आफ्नो दर्शन गर्नु आउनु सँगसँगै तपाईँले यहाँनिर तपाईँहरूले यहाँनिरको खासियत खुसी पनि तपाईँहरूले यहाँनिर सुन्दरतामा पनि तपाईँहरूले यहाँनिर मनोरञ्जन अथवा सम्झनाका लागि फोटोहरू खिच्न दर्शन गर्न आउनु सक्नुहुन्छ भने लाइब्रेरी अडिटोरियम म्युजियम
पनि थप उहाँहरूले जुन पुरानो 1912मा बनेको त्यो घर जुन पहिलो गुम्बाको थियो ढुङ्गाले बनेको त्योमा धेरै ती पवित्र र बहुमूल्य चिजहरूलाई फेरि उहाँहरूले त्यसलाई संरक्षणको निम्ति उहाँहरूले नयाँ जुन चाहिँ गुम्बाको पछाडि अर्को म्युजियम बनाएको छ 13 तारिक तपाईँहरू आउनु सक्नुहुनेछ यहाँनिर विभिन्न मानिसहरू र अतिथिहरूले उद्घाटन गरेपछि स्वयं यहाँ गुम्बाको तेस्रो रिम्बुछे आउनुहुनेछ 10 तारिक र 13 तारिक ओपनिङ पछि 14 तारिक 15 तारिक यहाँ गुम्बामा उहाँहरूको धार्मिक कार्यक्रम वाङ बढ्ने हामीले जानकारी पाएका छौँ। हेर्दै गर्नुहोला गोर्खा च्यानल कालिम्पोङ।